अहिले हामी धनगढीमा रहेको सिप्री चिडियाखानामा जाँदैछौँ। प्रकाश दाइरेमा हेलो दाजु, हात हल्लाइदिनु त। जाँदैछौँ अहिले हामी यहाँ चाहिँ के छन् दाइ यता? नीलगाईहरू छन्, अपाङ्ग भएका सबैलाई सुरक्षा गरेर राख्नु भएको छ। यहाँ त हाम्रो नीलगाई मात्र छैन, यो नि हिरणहरू पनि देखिरहेको छ नि त। सबै छन् होइन। हजुर, त्यसमा यसो हाम्रो यो सिलिगुडी उसको अध्यक्ष चाहिँ हाम्रो कृष्ण सर हुनुहुन्छ, कृष्ण पनेर सर। हजुर, उहाँले गर्दाखेरि हाम्रो यो संरक्षण भएर आयो होइन। यो पुरा डिजिटल गरेर यसमा चाहिँ अब हामीले त देख्न सक्छौँ, यो चाहिँ हाम्रो बस्ने प्रतीक्षालय भयो। यता आउने मान्छेहरूले यो गेटबाट आएर यता प्रतीक्षालयमा जान्छन्। अनि यताबाट यहाँ काम गर्ने अङ्कलहरूसँग अनुमति माग्यौँ। उहाँले भन्नुभयो भित्र जान मिल्दैन, बाहिरबाट तपाईँहरूले हेर्न सक्नुहुन्छ भन्नुभयो। र केही खानेकुराहरू पनि दिन नमिल्दो रहेछ, कतै घाँस स्याउलाहरू बाहेक अरू खानेकुराहरू दिन नमिल्दो रहेछ। चाहिँ हजुरले यता देख्न सक्नुहुन्छ हिरणहरू, नीलगाईहरू चाहिँ यता देख्न सक्नुहुन्छ है दर्शक महानुभावहरू। यहाँ चाहिँ धनगढीमा चाहिँ यस्तो छ है, तपाईँहरूले देख्न सक्नुहुन्छ। हेलो 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 दाइ यार, के लिएर आउनु यार, म हेरिरहेको छु नि यार। ल हेर्नुहोस् है, ल घाँस लिएर ल यस्तो यस्तो यहाँ के लिएर आऊ यार पसलबाट दाइ। सुनौँ न, पसलबाट के पैसा म दिन्छु, त्यहाँबाट लिएर आउनु। खानेकुरा दिनु मिल्दैन भने हो र? यो हाम्रो यो भिडियो वाला भइरहेको छ। ए पसलको चाहिँ खानेकुराहरू नमिल्ने रहेछ, यहाँ चाहिँ देख्न सकिन्छ। हेलो ल ल हेलो ल ल ल ल अरे यार, यिनीहरू सिङमा पनि कपाल हुने रहेछ होइन। ल यो सिङमा पनि कपाल के भन्छ त यसलाई? नीलगाई भयो। नीलगाई त छ, नीलगाई खै नीलगाई त छ। कहाँ जाउँ त, नीलगाई पनि हेरौँ त। हेरेर हान्छ फेरि है। नै हेरौँ न, कहाँ छ नीलगाई? नीलगाईले फेरि हान्छ फेरि। कहाँ छ? यो पनि चरा होइन। ल यता हेर्नुहोस् है अवस्था। ए बाख्रासँग अपाङ्ग रहेछ ऊ चाहिँ होइन। यो चाहिँ बाख्रासँग होइन, खसी छ यता बोका बोकासँग चाहिँ बसिरहेछ क्या, यस्तो छ अवस्था होइन। अब यता नीलगाई चाहिँ हामीले नीलगाई चाहिँ हेर्न सक्छौँ। ओहो नीलगाई यस्तो, ल यस्तो हुँदो रहेछ है नीलगाई। पुग्छ र? माथि 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 गरौँ न, हेर्नुहोस् है नीलगाई चाहिँ। ल ल ल नीलगाई, यो चाहिँ नीलगाई हो क्या। ल हेर्नुहोस् है, यो चाहिँ नीलगाई हो। यो अब नीलगाई देखेँ, यता देख्न सक्नुहुन्छ है। हाम्रो यो जरा के भन्छ त यसलाई चाहिँ? यता यता होइन, उता पल्लोमा हो। यो के हो त, यसको नाम भन्नु त दाइ? मृग। ल यो चाहिँ हाम्रो उसँग हुन्छ। ल बाख्रासँग छ भने कसैसँग यो कसैले विश्वासै गर्नु सक्दैन क्या दाइ। हेर्नु त, यो हाम्रो यो बोका हो होइन, अलि खुट्टाको चाहिँ अपाङ्ग रहेछ, तर पनि उसको छ कि खोरमा छ। ल हेर्नुहोस् त, यसरी चाहिँ बसिरहेको।
खाँदो रहेछ त यहाँ जामुन ल पहिले चाहिँ यसो भएको हजुरले यता देख्न सक्नुहुन्छ होइन यो चाहिँ हिजोलाई चाहिँ यो घाँस खानलाई चाहिँ यस्तरी आइरहेको छ क्या हेर्नुहोस् न आइज यो चाहिँ खतरा छ क्या अरूभन्दा नि यसले चाहिँ हेर्नुहोस् है ल आइज ल यहाँ देख्न सकिन्छ आइज आइज ल आइज 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 बच्चामै ल्याउने होला नि त्यसले बच्चामै सोध्या हो